धन्यवाद। आज हाम्रो यो पिकनिकको हामी पहिलो एउटा गेम खेल्न गइरहेका छौँ। यो बिचको कोठामा सबैजना लामबद्ध भएर उभिराख्नु भएको छ। यो गेमको थोरै नियम बताउँछु। अब यो कोठाको नाम म दिँदैछु ल। म यहाँ बिचमा उभिएको छु। यो उभिएको ठाउँ नेपाल हो। हाम्रो उत्तरपट्टि चाइना छ। यो माथिल्लो कोठा चाइना र हाम्रो दक्षिणपट्टि भारत छ। यो भारत। म पछाडिबाट भारत भन्छु फेरि यहाँ जाने, ठिक। मैले फेरि नेपाल भन्छु यहाँ आउने, ठिक छ। मैले भारत भनेको बेलामा तपाईँहरू चाइनातिर जानु भने ऊ आउट है त। एकैचोटि म चाइनाबाट तपाईँहरूलाई भारत पुर्याउँदिनँ, नेपालमै राख्छु है त। ल यो गेम मैले तपाईँहरूलाई नियम बुझाइसकेँ। नियम बुझिसक्नु भएको छ। सबैजनाले इमान्दारीपूर्वक खेलिदिनुहुन्छ भन्ने मैले आशा लिएको छु। अब गेम सुरु हुन्छ। आउट हुनेले थपक्क निस्किदिनु। तपाईँको दक्षिणतर्फ भारत छ, उत्तरतर्फ चाइना छ। 1 2 3 तपाईँहरू सबैजना तयार हो? तपाईँहरू सबैजना तयार हो? ल अब हामी हाम्रो गेमलाई सुरु गर्छौँ ल। हामी पहिला भारत नेपाल चाइना नेपाल चाइना तीनजना बिचको तीनजना निक्लिनु होला। त्यो ढिलो गर्न पाइँदैन। बिचको तीनजना तपाईँ पनि हो ल। हामी यतिखेर चाइनामा छौँ। नेपाल भारत। बाजी ढिलो गर्नुभयो जस्तो छ। भारत ल नेपाल 3 नेपाल भारत। एकजना आउट हुनु। को आउट हुनु? ल रेखा हेर बहिनी। नेपाल चाइना भारत। नो आउट। सबैजना आउट। तिनैजना आउट। मैले सुरुमै नियम के भनेको थिएँ? चाइनाबाट एकैचोटि म भारत भन्दिनँ भनेको थिएँ। तपाईँहरू चाइनामा बस्नु पर्छ। गेमको ल धन्यवाद। एकजना उयो हुनु। ल यो गेम यति नै थियो। खास रमाइलोको लागि गेम थियो। हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद। हामी अब